मेरो नाम खुसी अनि यो मेरो सुन्दर गाउँभित्र रहेको यो मेरो पुरानो घर अनि यो चाहिँ नयाँ घर। जीवन सङ्घर्षमा बिते। म सानो छँदै आमा अनि बुवा दुवै गुमाउनु परेको थियो मैले। आमाको काख अनि बुवाको अँगालो के हो के पनि थाहा छैन मलाई। यदि कसैले माया के हो भनेर सोध्यो भने मायाको राम्रोसँग परिभाषा पनि सायद दिन आउँदैन मलाई। यदि कसैले सुख के हो भनेर सोध्यो भने सायद 5 मिनट पनि बोल्न सक्दिनँ म। तर यदि कसैले दुःख के हो भनेर सोध्यो भने सायद पुरै दिन बितेर जाला, तर मेरो शब्दहरू सकिँदैन। बुवा अनि आमा बिनाको जीवन र सङ्घर्ष के हो राम्रोसँग भोगेको छु मैले। त्यो समाजको हेला, समाजभन्दा बढी आफन्तको त्यो हेला सबै देखेको छु मैले। भोक, निन्द्रा, अभाव, खाँचो, घाम, पानी सबै सहेको छु मैले। खाली खुट्टा हिँड्दा कस्तो हुन्छ सबै भोगेको छु मैले। जाडोमा खुट्टाको औँला चुट्टिए चाहिँ हुने अनि गर्मीमा बहत पोलेको त्यो पैताला सबै सहेको छु मैले। त्यो बेला 25 रुपियाँमा चप्पल आउँथ्यो, भाउजूले किनिदिनु भएको थियो अनि म खुसीले उफ्रिएर चप्पल बोकेर दौडिँदा त्यसो नगर मान्छेले देखेर नराम्रो भन्छ भन्नुहुन्थ्यो। त्यो चप्पललाई मैले अँगालो हालेर रातभरि सुतेको छु। एउटै लुगा सालौँ साल लगाएको छु मैले। फाटेको लुगा घुँडामा अनि पछाडि टालेर लगाएको छु मैले। पुरानो कपडा लगाएर कतै टाढा पाउन जाँदा टाप चुट्टिँदा अलैँची सरले बाँधेर लगाएको छु मैले। वर्षमा एकचोटि लुगा लाउन पाउँथ्यो, त्यो पनि सर्टफरमा। त्यो खुसीमा मकैबारीमा गएर उफ्रेर नाचेको छु मैले। 5 केजी चामल क्रेडिटमा माग्दा मेरो दाजुले हजारौँ गाली खाएको, त्यही पनि म पैसा चाँडै दिन्छु भनेर बिन्ती गरेको। बाध्यतामा विवश भएर ठुलो हेरेको छु मैले। त्यो बेला हाम्रो खाना इस्कुसको चानामा मकैको मल खुसिनेर नुन हालेर खान्थ्यो, सुँगुरको चारो जस्तै हुन्थ्यो। त्यो सब चाखेको छु मैले। मकै भुटेर मसँग छाक टाढेका छौँ हामीले। हामी त्यसै पनि छाक टार्न सक्थ्यौँ। मेरो भाइ त सानो 3 वर्षको थियो। नियम चपाएर हुर्काएका थियौँ हामीले। भाइ पछाडिको बोधाई उसलाई पनि हामीले नियम खुवाएर नै हुर्काएका थियौँ। कोही बेला इस्कुस उसिनेर छाक टारेका थियौँ हामीले। नाना अनि भाउजू अरूको दिनभरि काम गरे बापत एक डालो आलु लिएर हाम्रो छाक टारेको देखेको छु मैले। मेरो दाजुले पवा भन्छबाट चामलको बारी पानी झरीमा प्लास्टिकले चामललाई जोगाएर आफू बिजी 100 रुपियाँ कमाएको देखेको छु मैले। जीवनमा यति धेरै दुःख अनि सङ्घर्ष गरियो सायदै मान्छेले कल्पना पनि गर्न सक्दैन। मेरो उमेरको साथीहरू शनिबार आयो भनेपछि खेल्न अनि टुल्न जान्थे। म भने 25 रुपियाँ पैसा कमाउन अरूको खेतला गर्थेँ। बलको काम सक्थिनँ। म रक्सी पार्नमा खुब थिएँ। रक्सी पारिदिन्थेँ, दालहरू टिपिदिन्थेँ, मकैहरू छोडाइदिन्थेँ। यसै गरेर पैसा कमाउँथेँ। 5 रुपियाँको बलपेन त के 1 रुपियाँको सुई किन्न धाउ पर्थ्यो हामीलाई। अरूले राम्रो खाएर देखाउँदा हामी ठुलो हेरेको थिएँ मैले। अरूको राम्रो लुगा देखेर आफ्नो सबै इच्छा मारेर बसेको थिएँ मैले। रहर त कसलाई हुन्थेन र। मेरो उमेरको साथीहरू आफ्नो बुवा आमालाई म यो काम गर्दिनँ भनेर ठगेर बस्थे। ठग्दा कस्तो हुन्छ होला भनेर म कल्पना गरेर बस्थेँ। उनीहरूलाई मन परेको खाना, कपडा दुवै रुई माग्थे।
यो सब कस्तो हुन्छ मैले कल्पना पनि गर्न सक्दिनँ थिएँ। दुःखले यति मजबुत बनाइसकेको थियो कि आगोमा खारेको सुनझै भइसकेको थियो। सायद चट्टानमा बसालेको त्यो जग चाहिँ भएको थियो। अब सानोतिनो हावाहुरी आएर ढलाउन सक्दैन। दुःखको मामिलामा यति धेरै मजबुत भइसकेको थियो कि सानोतिनो अभाव पनि खाँचो केही होइन जस्तो लाग्थ्यो। त्यही पनि जीवन जिउने क्रममा हुर्किँदै जाँदा बढ्दै जाँदा जीवनमा कोही आएको थिए। मायाको झुटो आश देखाए, खुसी पनि दिए। केही समयको खुसीको लागि मैले धेरै किम्मत चुकाउनु पर्यो। दुःखमै भए पनि बाँच्न सिकेको थिएँ। बाँच्ने चाहहरू मरेर गए। जिन्दगी बोझ लाग्न थालिसकेको थियो। त्यही पनि आफूलाई सम्हाल्दै स्वार्दै 4 हात पाउ गरेर यहाँसम्म ल्याएको छु। मनमा नयाँ साह्रो पुगाएको छ। बाँच्ने रहरहरू जागी उठेको छ। जीवनमा केही गर्छु भन्ने हिम्मतहरू आएको छ। त्यही पनि कहिलेकाहीँ डगमगाउने गर्छु। फेरि आफैले आफैलाई सम्हाल्दै सम्झाउँदै सही बाटोमा डोर्याउने कोसिस गर्छु। जीवन सुख अनि दुःख बिचको एक यात्रा रहेछ। सुखभन्दा धेरै दुःखको नै यात्रा गर्नुपर्दो रहेछ। जीवन एक सङ्घर्ष रहेछ। यस्तै छ मेरो जीवन कहानी।